प्रिय दर्शकहरू नमस्ते। आज मैले यहाँहरूलाई नाकको अपरेसन गरेपछि के कुराहरूमा ध्यान दिनुपर्छ भन्ने बारेमा जानकारी दिन गइरहेको छु। चिकित्सकले जस्तै सुकै राम्रो अपरेसन गरे पनि पछि अपरेसनको आउटकम तपाईको हातमा हुन्छ। तपाईले राम्रोसँग नाकको जतन गर्नुभयो भने अपरेसन राम्रो हुन्छ भने जतन नगरेसम्म नाकको अपरेसन राम्रो हुँदैन। सेप्टोप्लास्टी सर्जरी गर्ने प्रमुख उद्देश्य भनेको तपाईको नाक खुलाउन मात्रै हो। त्यो कुरा बुझ्नुपर्ने हुन्छ। अपरेसन गरेपछि नाक खुल्यो भने अपरेसन सक्सेस भएको हुन्छ भने नाक खुलेन भने अपरेसन सक्सेस नभएको भनेर बुझ्नु पर्यो। हामीले अपरेसन गरेपछि नाकमा पट्टी कोचेका हुन्छन् प्राय जसो अवस्थामा। आजकल त पट्टी नकोच्ने चलन पनि छ। त्यसर्थ यदि नाकमा पट्टी कोचेको छ भने तपाईले बेडलाई 45 डिग्री जस्तो उठाएर सुत्नुपर्ने हुन्छ। किनभने नाकमा पट्टी लगाएपछि टाउको दुख्छ, अलिकति नाकबाट सिङ्गना जस्तो हुन्छ, आँखाबाट आँसु आए जस्तो हुन्छ। त्यो भनेको फेसियल कन्जेसन भएर हो। फेसियल कन्जेसन हटाउनको लागि हामीले बेडलाई 45 डिग्री उठाएर सुत्नुपर्छ। तपाईँ यहाँ देख्नु भएको छ बेड अलिक उठाएर सुतिएको छ। नाक धेरै चलाउनु हुँदैन। नाकबाट सिङ्गना आयो, अलिअलि रगत आयो भने धेरै नचलाउनु, धेरै नछुने। नाक सुनिन्छ, जुन नाकलाई दुख्छ, नाक सुनिए जस्तो हुन्छ, केही नगर्ने। आँखा नमिच्ने, आँखाबाट आँसु आउँछ, किनकि नाकमा पट्टी लगाइसकेपछि नेजोरेक्टमल डक्ट ब्लक हुन्छ भने आँसु चाहिँ बाहिर आउँछ। त्यसर्थ त्यो पनि धेरै नपुस्नु होला। आँसु बाहिर आएको मात्रै पुस्ने, धेरै आँखा नमिच्ने। आँखा धेरै मिचेमा फुलो पर्न सक्छ। पानी प्रशस्त पिउनु पर्ने हुन्छ। मुख खुल्ला हुन्छ, मुखबाट सास फेर्नुपर्ने हुन्छ, मुख सुक्खा हुन्छ, मुख गनाउँछ। त्यसर्थ पानी प्रशस्त पिउने, बिहान बेलुका ब्रस गर्ने, मुख कुल्ला गर्ने गरेमा मुख सफा हुन्छ। राति सुत्दाखेरि धेरै घुरिन्छ र सुत्दाखेरि सास फेर्नु पनि गाह्रो हुन्छ। त्यो 2-3 दिन मात्रै हो, त्यसपछि राम्रो भइहाल्छ। नआत्तिनु होला। धेरै तातो पनि खानु भएन, रगत आउन सक्छ। धेरै चिसो खानु भएन, हाच्छिउँ आउन सक्छ। त्यसर्थ नाकलाई केही समयसम्म जतन गर्नुपर्ने हुन्छ। जोडले सिँ नगर्ने र हाच्छिउँ गर्दाखेरि सकेसम्म मुखबाट हाच्छिउँ गर्ने। हाम्रो बिरामीले भन्नुहुन्छ, डाक्टर साहब कहाँबाट मुखबाट हाच्छिउँ गर्ने हो? नाकबाटै गर्नुपर्छ भन्नुहुन्छ। नाक बन्द छ, कहाँबाट गर्ने? मुखबाटै गर्नुपर्ने, प्रयास गर्नु पर्यो। थोरै गाह्रो हुन्छ, सहनु पर्ने हुन्छ। र समय समयमा सिस्टरले आएर तपाईको नाकको बल्स्टर चेन्ज गरिदिनुहुन्छ, नाकको बाहिरको पट्टी चेन्ज गर्नुहुन्छ। तपाईले केही नगर्नु र बाहिरको पट्टी सफा गरेपछि सजिलो हुन्छ। अलि पट्टी भिज्यो भने सिस्टरलाई भन्नु पर्यो, सिस्टर पट्टी फेरिदिनु भनेर भन्नुपर्ने हुन्छ। हामीले प्राय 3 देखि 4 दिनसम्म हस्पिटल राख्छौँ। नाकको पट्टी फुकाएपछि हामीले नाक सफा गरेर डिस्चार्ज गर्छौँ र डिस्चार्ज गर्ने बेलामा हामीले धेरै कुरा सिकाएर पठाउँछौँ यहाँहरूलाई। चिकित्सकको सल्लाह अनुसार नुन पानी सोडाले दिनमा 2 दिन पल्ट नाक सफा गर्नुपर्ने हुन्छ। 1 कोसरा मनतातो पानीमा आधा चम्चा खाने नुन र 1 चिम्टी खाने सोडा राखेर घोल्ने। अनि त्यसमा हामीले सिरिन्ज दिएको हुन्छन्, त्यसले चाहिँ नाक फ्लस गर्ने। आजकल बजारमा नाक फ्लस गर्ने कुराहरू पनि पाइन्छन्, ती प्रयोग गर्दा पनि हुन्छ, फरक पर्दैन। हाम्रो बेसिक एम भनेको नाकमा भएको फोहोर या खोस्टालाई सफा गर्ने हो। नाकको अपरेसन गरेपछि करिब 3 हप्तासम्म नाकमा खोस्टा जम्ने समस्या हुन्छ, नाकमा फोहोर जम्ने समस्या हुन्छ। तपाईले आफै घरमा सफा गर्नुपर्ने हुन्छ र हप्तामा एकपल्ट आउनु भएन हामीले पनि सफा गरिदिन्छौँ। सक्सन गरेर सफा गर्छौँ हामीले। र बेस्ट भनेको नाक सफा गर्नु नै हो। तपाईको अपरेसन गरेपछि नाक राम्रोसँग सफा गरिएन भने इन्फेक्सन हुन्छ र कहिलेकाहीँ साइनिकिया भनेको नाकको मासु जोडिन्छ अनि फेरि गाह्रो हुन्छ। जोडले सिँसिँ गर्न भएन, रगत बग्न सक्छ। 2 हप्ता जस्तो कडा परिश्रम गर्ने कामहरू गर्न हुँदैन। धेरै चिसो खान भएन, धेरै तातो पनि खान भएन। कडा परिश्रम गर्दा पनि ब्लिडिङ हुन सक्छ र केही समस्या भएमा चिकित्सकलाई भेटिहाल्नुपर्छ। जस्तै नाक धेरै सुन्नियो, नाक धेरै बुझ्यो, कहिलेकाहीँ नाकमा सेप्टल एब्सेस हुन सक्छ, बुझ्यो भने, रगत आयो भने, टाउको दुख्यो भने त्यो बेला चिकित्सकलाई भेटेर सल्लाह लिनुपर्ने हुन्छ। उहाँले औषधि दिनुहुन्छ, नाक सफा गर्नुहुन्छ, राम्रो हुन्छ। कृपया तपाईले के कुरा ख्याल गर्नु भने चिकित्सकले जति नै राम्रो अपरेसन गरे पनि यसको फाइनल आउटकम तपाईको हातमा हुन्छ। ध्यान दिनु होला। धन्यवाद। तपाईलाई यस्तै समस्या परेमा हामीलाई पोखरा नयाँ बजारमा श्री कृष्ण ENT केयर सेन्टरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हाम्रो फोन नम्बर 061 55 31 50 र 98 461 66 733 हो। तपाईलाई यो भिडियो मन परेमा यस्ता अन्य भिडियोहरूको लागि मेरो च्यानल पनि डाक्टर कृष्ण कोइराला सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। शुभ दिन।